अर्ग्यानिक खानपान हो हेर्नुस् है साथीभाइ। हाम्रो स्कुलले चाहिँ आज चाहिँ अर्ग्यानिक फेस्ट अर्गनाइज गरिरहेको छ। त्यसमा चाहिँ नानीहरूलाई चाहिँ स्पेसली चिनाउनको लागि है तपाईहरुले चिन्नुहुँदैछ होला, यो चाहिँ हो चिम्फिङ र उयसको अचार। त्यहाँदेखि यहाँ छ दही मोही, त्यहाँदेखि यहाँ छ दही, यो पनि दही मोही, त्यहाँदेखि सिमल तरुल, त्यहाँदेखि फर्सी, उसिनेको फर्सी, इस्कुस, उसिनेको इस्कुस। हेर्नुहोस् यी केटाकेटीले खाँदैन नि। यो चाहिँ अब चाहिँ पिज्जा बर्गरलाई चाहिँ अब यसले रिप्लेस गर्ने बेला भएको छ है। यो भयो लङ्के पिण्डालु, यो भयो, यो चाहिँ हो सोती भन्दो रहेछ। यो त शेर्पा डिस रहेछ, शेर्पा डिस। यो सबै सोती नै हो। यो चाहिँ मकैको बनिन्छ है साथीभाइ हो। यो चाहिँ मकैको बनिँदो रहेछ। यो मकैको एकदम लामो छ प्रोसेस यसलाई बनाउने। यहाँ हाम्रो गुरुआमाहरूले बनाउनु भएको। यो सिस्नु पनि एकदमै दामी हो। र यो टपरा, यसमा खानुपर्ने हो आज। पकाउनेहरू सबै अर्ग्यानिक हो। सोती बनाउने चाहिँ यहाँ हुनुहुन्छ। र यो चाहिँ हो कप, के दही खाने कप। हेर्नु यहाँ कप कस्तो लाग्यो। सोती मिस यता हेर्नुहोस् न, उहाँ हो सोतीको चाहिँ स्पेसलिस्ट। र अब सबैले कुसन भन्छ तर कुसन होइन, यो खसेलाको पिरा, पाथी, डालो, तोङ्बाको त्यो ढुङ्ग्रो, ओखली, यहाँ सोते, यो चिम्टा, खुकुरी, नाङ्लो, ओधान र ठेकी, यति इत्यादि। यो नानी यो हटाउ ल, यो कसको हो यहाँ नराख। यसले गर्दाखेरि चाहिँ हजुर हजुर उहाँहरू चाहिँ एकदम जिम्मेवारी दिइसकेको छ। उहाँहरूले जिम्मेवारी निभाउनु चाहिँ उहाँहरूले जानेको छ। उहाँहरू एक्टिभ हो। र यो चाहिँ आज हाम्रो स्कुलमा चाहिँ अर्ग्यानिक फेस्ट यहाँ अर्गनाइज बाई गभर्मेन्ट सेकेन्डरी स्कुल छुबा, नाम्ची सिक्किम। आज डेट 17/11/2025। खानपान मात्र र सामग्री मात्र अर्ग्यानिक नभएर हामीले पनि एकदमै हाम्रो ट्रेडिसनल ड्रेसमा सम्पूर्ण शिक्षक शिक्षिकाहरू यहाँ ट्रेडिसनल ड्रेसमा आउनु भएको छ, हेर्न सक्नुहुन्छ। र गेस्टहरूलाई पनि आज कम्पलसरी ट्रेडिसनल ड्रेसमा हो सक्नुहुन्छ। हाम्रो फर्मर एसएमसी प्रेसिडेन्ट केबी दाजु, नमस्कार दाजु, नमस्कार। हाम्रो पञ्चायत बाबु हुनुहुन्छ र उहाँहरू पनि सम्पूर्णले हामीलाई कोअपरेट गर्नुभएको ट्रेडिसनल ड्रेसमा आएर। यहाँ सबै स्टाफहरू पनि यहाँ, यी ब्याच पनि अर्ग्यानिक ब्याच हेर्नुहोस् है। अर्ग्यानिक सबै चिन्नु भयो होला, सबै चिन्नु भयो तपाईँ अर्ग्यानिक। यहीँ अब तपाईँ त अर्ग्यानिक मान्छे हो नि त। हजुर हुन्छ हुन्छ, धन्यवाद। यहाँ हेर्नुहोस् है, यहाँ हाम्रो गेस्टको लागि तयार पारेको यो खाद्य सामग्रीहरू। मही चाहिँ कसले दिएको? सरले। दही पनि पाक्दैन हेर्नुहोस् राम्रो। यो खाँदा हुन्छ।